शुभ बिहानी। अल्छी पनि यति भयो कि हेर्नु न, यस्तो उज्यालो भइसकेपछि मर्निङ वाक गयो। अब मर्निङ वाक भनेपछि त बिहान चाँडै जानुपर्ने हो नि त। अनि अल्छी गरेर कस्तो ढिलो भयो क्या। अनि हेर्नु न, बाटोमा चाहिँ कति राम्रो तोरी फुलेको। म चाहिँ आज जाँदैछु टिका भैरव मन्दिर। अनि त्यहाँबाट देखिने भ्यूहरू चाहिँ यस्तो राम्रो थियो क्या। अनि हिमालहरू पनि कति राम्रोसँग खुलिरहेको थियो। अनि म चाहिँ गएँ बाटोमा। हेर्नु न, कस्तो राम्रोसँग लिपेको घरहरू है। आजकल यस्तो घरहरू देख्न पाइँदैन नि त। अनि कस्तो रमाइलो लाग्ने कि यस्तो देख्दा चाहिँ आनन्द हुने। अनि पिङ त खेल्नु परिहाल्यो होइन। अनि मलाई चाहिँ यो पुलमा यसरी हल्लिन्छ भन्ने थाहा थियो क्या। अनि यति नगरिकन त मनै शान्तै नहुने क्या। अनि म चाहिँ कुद्न थालेँ है। अनि यो चाहिँ कति हाइटमा थियो क्या। अनि कस्तो डर लाग्यो। अनि म चाहिँ बाटोमा मजाले आनन्दले होइन गीत गाउँदै 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 हिँडिरहेको थिएँ आफ्नै सुरमा। यो फुल चाहिँ कति राम्रो रहेछ। अनि हाम्रोतिर चाहिँ झर्ना यस्तो हुन्छ कि, हजुरहरूकोतिर कस्तो हुन्छ थाहा भएन। अनि मैले चाहिँ मन्दिर गएँ। मन्दिर गइसकेपछि चाहिँ मन्दिरको दर्शन गरेँ। अनि मलाई यहाँको मन नपरेको कुरा चाहिँ यता साइडमा कति कुखुराहरू काट्नु हुँदो रहेछ।